ल हाम्रो करण ब्रो देन एमके राणा हाम्रो ब्रो ब्लग बनाउँदै त्रिवेणी जुलिङ्गी पुल गरे घुम्दै गरे होइन हो साँच्चै त्रिवेणी पुल दामी छ ठाउँहरू त दामी छ ठाउँहरू त राम्रो छ भने जस्तो छ घुम्ने ठाउँहरू त राम्रो छ यतातिर सबै लगभग घुम्ने ठाउँ हो विदेशमा यस्तो घुम्न गइन्छ बिच एरियामा तर यहाँ यही नेचुरल छ राम्रो ठाउँहरू दामी छ हाम्रो दाइले ब्लग बनाउँदै एमके राणा करण र मनुदै पुल त लामो छ यार लामो त छ दाइ यतातिर आउनु है दाइ कमन ब्रो डुङ्गा गइरहेछ हाम्रो त्रिवेणी खोलामा डुङ्गा पनि तैरिन्छ नतरिन्छ होइन जहाँ पनि हुन्छ माछा मार्दैछन् क्या सायद माछै मार्दै होला नि पक्कै पनि राम्रो छ ठाउँहरू घुम्ने पर्ने ठाउँहरू क्या हामी सबै आएको छौँ कि आएको छैनौँ होइन त्रिवेणी घुम्न आएको छैन भने एकचोटि जरुर आऊँ है आफ्नै ठाउँ हो आफ्नै ठाउँ त घुम्नुपर्छ त हाम्रो त्रिवेणी गण्डक पुल देखेछ छैन क्या राम्रो छ यता त्रिवेणी गाउँ यतातिर छ होइन हाम्रो पुल राम्रो छ दाइहरू बनाउँदैछन् ब्लग रिल सायद ब्लग त के भन्ने ब्लग होइन रिल चाहिँ डुङ्गा तैरिरहेछ दामी छ ठाउँ पानी आइसक्यो होइन मोबाइल केयर गरेर बस्नुपर्छ राम्रो छ ठाउँ तर मन पर्यो पारी त सायद पारी बाटो ब्लक छ क्या पारी गयो भने सायद उता निकुञ्ज पर्छ के अरे के निकुञ्ज गरे उता चितवन राष्ट्रिय निकुञ्ज पर्छ होइन यो पुल पारी जस्ट पारी नै तर बाटो सायद ब्लक गरेछ पारी जान पाइन्न होला त्यहाँ यता पुलसम्म त घुम्न पाइयो मजाले पुल हुँदै राम्रो छ ठाउँ पहिला हामी सानो हुँदाखेरि के अरे स्कुलदेखि गएको थियौँ के अरे पुल पारी सेलाउन पारी भनेर डुङ्गामा चढेर गएको थियौँ अहिले त पुलै बनाइसकेको छ राम्रो छ पुल बनेको पनि टन्नै भइसक्यो लगभग 2-3 वर्ष समथिङ भइसक्यो होला तर यतातिरबाट दाउने नभइकन यतातिरबाट जाने भने त सजिलै पर्छ होला यार सिधै ऊ छ के अरे त्यस्तो ठुल्ठुलो पहाडहरू छैन इजिली जान पाइन्थ्यो के अरे सम्म भएर तर खै राजनेताहरू हाम्रो टाउकेहरू नेपालको नेपालको टाउके भनौताहरू के हेरेर बसिरहेको के निरीक्षण गरिरहेको इन्जिनियर के गरिरहेछन् सर्वेक्षण गरेर यताउता गर्नुपर्ने हो के अरे इन्डियाले पनि भन्छ यो मेरै हो भन्छ चारैतिर हिन्दीमा लेखेछ के अरे यो त्यो भनेर अनि कसको कुरा पत्याउने कसको कुरा नपत्याउने हामी जनता भ्याइन्छ के गर्ने हो के गर्ने जब राजनेता टाउको भ्याइन्छ त्यस्तो भइदिन्छ नि हामी के गर्ने जनता के गर्न सक्छ कराउने 3 महिनासम्म कराउने त्यसपछि हराउने जे कुरा पनि नेपालमा हुन्छ 1-2 हप्ता धेरै भयो 3 महिना त्यसपछि सबै कुरा सकियो तर यस्तो नेचुरल कुराहरू होइन प्रमोट गर्न सकिएको छैन हाम्रो दाइहरू त्यहाँ पर छन् करण र मन्दै बसिरहेछन् म यी पुल पारी कतिसम्मको जान्छ उता जाने ठाउँ छ कि छैन होइन त्यही भनेर यसो